Welcome, Be Creator! एक समयको कुरा हो, एउटा सानो गाउँमा हरि नामको गरिब किसान बस्थ्यो। हरिको आफ्नै खेत धेरै सानो थियो। उसँग न धेरै गाईबस्तु थिए, न ठूलो घर। उसको जीवनको आधार भनेकै इमानदारी र मिहिनेत थियो। बिहान सबेरै उठेर खेत जोत्न जानु, बिउ छर्नु र बेलुकी घाम ढल्किँदा थाकेको शरीर लिएर घर फर्कनु। यही नै हरिको दैनिक जीवन थियो। जे भए पनि हरि सधैँ खुसी रहने गर्थ्यो। उही गाउँमा गङ्गा बुढी नामकी एउटी लोभी बुढी पनि बस्थे। ऊ धनी त थिइन्, तर अरूको सुख देख्न नसक्ने स्वभावकी थिइन्। कसैको खेत राम्रो भयो भने उसलाई डाहा लाग्थ्यो। कसैले 2 पैसा कमायो भने उसको पेट पोल्थ्यो। सानो फाइदाका लागि पनि झगडा गर्न ऊ सधैँ तयार हुन्थी। एक वर्ष हरिको खेतमा अचम्मको कुरा भयो। धेरै वर्षपछि राम्रो वर्षा भयो र हरिको सानो खेतमा अन्न असाध्यै राम्रो फल्यो। हरि निकै खुसी भयो। उसले मनमा नै भन्यो, भगवानले मिहिनेतको फल दिनुभयो। उसले केही अन्न छिमेकीहरूसँग पनि बाँड्यो। यो सबै कुरा गङ्गा बुढीले देखिन्। उनी भित्रको लोभ जाग्यो। उसलाई निकै रिस उठ्यो। यो गरिब किसानले यति धेरै अन्न कसरी पायो भन्दै ऊ हरिमाथि शङ्का गर्न थाली। उसले गाउँभरि हल्ला फैलाउन थाली। हरिले कसैको धन चोरी गरेर खेतमै लगानी गरेको हो भनेर। एक दिन गङ्गा बुढी हरिको घर पुगिन्। मिठो बोलीमा उनले भनिन्, हरि, तिम्रो खेत त धेरै राम्रो भयो रे। मलाई पनि के गर्ने हो सिकाइदेऊ न। सरल मनका हरिले खुसी हुँदै उत्तर दियो, बुढी आमा, मेहनत गर्नुहोस्, इमानदार रहनुहोस्, बाँकी भगवानले हेर्नुहुन्छ। तर गङ्गा बुढीलाई यो कुरा मन परेन। उसले मनै सोची, मेहनत नगरिकन कसरी धेरै पाउने। त्यसपछि उसले चाल चल्ने योजना बनाई। उसले हरिको खेतको एक भाग आफ्नै हो भनेर दाबी गर्न थाली र झगडा अदालतसम्म पुर्याई। अदालतमा सबै गाउँले बोलाइए। सत्य प्रमाणले देखायो हरिको इमानदारीको यो खेत हरिको हो। सबैले एउटै कुरा भने, हरि कहिल्यै बेइमान काम गर्दैन। सत्य बाहिर आउनै पर्छ। न्यायाधीशले हरिको पक्षमा फैसला सुनाए। गङ्गा बुढीको हरि इमानदार किसान हो। अगाडि खुल्यो। फैसला सुनेपछि गङ्गा बुढीलाई निकै लाज लाग्यो। ऊ घर फर्किन् र धेरै दिनसम्म बिरामी परिन्। त्यसपछि उसले आफ्नो ठूलो गल्ती बुझिन्। एक दिन ऊ हरिको घर गइन् र रोदै माफी मागिन्। हरिले ठूलो मन देखायो। माफ गराए हरि, बुढीलाई माफ गर्यो के चिन्ता र शान्त स्वरमा भन्यो, लोभले मानिसलाई अन्ध्रो बनाउँछ, माफी दिनु नै ठूलो तर धर्म हो। माफीले मन हलुका बनाउँछ। त्यस दिनदेखि गङ्गा बुढीको स्वभाव परिवर्तन भयो। Subscribe, Be Creator!